गल्ली यस्तो गल्ली गल्ली छ गाडी नहिँड्ने गल्ली गल्ली मान्छे What's up विकेश हाम्रो भ्लगमा ल विकेश आज आउनु भएको छ है विकेश ल के भन्नु चाहनुहुन्छ मेरो ऑडियन्सलाई ल सही हो काजल लाइल ल म नि ट्रेनिङतिर गएर छु विकेश दोस्त भेट्यो होइन बिहान बिहान बाटो हिँड्दा पनि होइन फुल्ले भ्लगमा सही रहेछ साथीहरू भेटेर साथीहरू धेरै भएछ हिँड्दा हिँड्दा साथीहरू टन्नै भेटिसक्यो धेरै भएछ फेरि आफ्नो एरिया एउटा एरियामा साथीहरू धेरै बनाउनु त्यो एरिया हेर्नुपर्छ वाइल्ड खेल भेटिन्छ ल गाडी होइन मेन रोड आइपुग्यो मेन रोड टाइम कति भयो मेन रोड आइपुग्यो अब माइक्रो आउने टाइम भएको छैन होला हेरौँ अब गाडी आएको छैन नआएर एकछिन चाहिँ बस्ने सुरपुरे मेन रोड साइडमा पेट्रोल पम्प हाल्यो गाडी आएको रहेछ अब एकछिन यसो यतातिर बस्ने भयो फाइनल गाइस हामी गाडीमा आइसक्यो यहाँ ब्रो ड्राइभर दाइ दाइ तपाईँको प्लेट नम्बर भनिदिनु त बा 3 को 985 कन्ट्याक्ट नम्बर पनि भनिदिनु न ल गाइज रिजर्भको लागि त हाइएस्ट फुल सस्तोमा दिनुहुन्छ है त गाइज फुल रिजर्भ छ होइन चिल्याक्स गाडीमा बस्यो तर कोही पनि आएको छैन आउनै लागि छ ल गाइज सबजना हाम्रो यो नयाँ बजार बालाजु बाइपास सब ग्रुप एभ्री वान होइन किन लजाको यस्तो हेर्नु गाइज पुरा मोजमा फुल गानामा हायसमा राइड हान्दैछ ल सानो भएर आइपुग्यो है गाइज ल गाइज पलङ्गी अन्डरग्राउन्ड सिर्दै सरर लाएर काठमाडौँको पहिलो अन्डरग्राउन्ड यो हो गाइज होइन वाल खतरा पिच छ मेड बाई चाइना तर नेपाली हो बलको चोकबाट छिरिसक्यो किरीपुर नयाँ बजार गेट ए त एउटा सरर चिरेर होइन सरर यहाँबाट राइड लिएर हामी अब यहीँसम्म कि माथिसम्म कान्छीलाई घुमाउने काठमाडौँ सहरको फुल भिडियो छ होइन सही हो अब चाहिँ कडा कडा बजाउनु थाल्यो लास्ट लाटमा त यो गाना नेपाली भजनमा गाइदिउँ नजिक आयो तिमी लगाएर कि तिम्रो हाइट माथि चढ्दै आएर हाम्रो आइपुग्यो होटेल गाइस होटेल गाडीको खतरा आइपुग्यो हाम्रो होटेल किरीपुर साइड गाना साइड गाइस किरीपुरको भ्यू होइन अहिले माथिबाट झन् खतरा दिन्छ होटेलबाट सबजना हाम्रो गेम गर्दैछ होटेल गाइस ल ब्रो त माथि नै रहेछ पहिलेदेखि यार ल ब्रो अब माथि एकैचोटि हाई लेट्स गो माथि ल माथि जाउँ किरीपुर साइड होटेल छिटो या गाइस चिलाएको होटेल चाहिँ कडा छ
त्यो म चल्नेको ठाउँमा थ्याङ्क यू कमेन्ट पनि हान्नु पर्यो नि ओ भनेर ट्याक्कै चिन्दैन म्याच ब्युटिफुल भिलेज भनेर जान्दैन सबैलाई गुड मर्निङ है त सबैलाई आइपुग्यो काठमाडौँ भ्यू होटेलबाट भ्यूहरूले खाजा खाँदै अब कुरो पनि छ भ्यूहरूले खाजा खान्छ जुस लभर यो चाहिँ जुस हेटर दुईजनाको फरक यहाँ देख्नुहुन्छ आज खाजा पाक्छ अनि गाइस खाजा पनि खाइ भयो हिँड्ने चाहिँ हलतिर मुभ हल जाने टाइम भयो बुझाइदियो भने यो चाहिँ हाम्रो सामाजिक दायित्व हो भन्ने कुरा चाहिँ हाम्रो आर्थिक पारदर्शिता हाम्रा भाइ बहिनी साथीहरूलाई बुझायौँ भने अलिकति यो शब्दले बुझाउनुहुन्छ होइन ठिक छ ताली बजाउँ भर्खर चाहिँ ब्रेक टाइम भयो होइन चिया खाने टाइम चिया खान जाँदैछ ए अहिले बिस्तारै जाउँ न भिड हुन्छ अगाडि गएर चारवटा लगाएर चाहिँ चिया खाजा खाइभयो अब फेरि गेम खेल्दैछु हामी होइन यो गाइज खतरा गेम छ ल गाइज चाहिँ गेम खेलिभएपछि गेममा चाहिँ के चिज चाहिन्छ भनेर कुरा गर्नेछौँ हामी है त अनि यो कुरा गरिभएपछि हामी फेरि अर्को गेम पनि खेल्नेछौँ है त यो गेम चाहिँ अरू पनि गेम खेल्नेछु है त अब बस्ने हामी हेर्ने हामी फुल मस्तीमा हेर्ने म ठिक छ यतिकै
अब चाहिँ हामीले सहकार्य कसरी सहकार्य गर्ने भन्ने होइन अब चाहिँ के हुने यो टावर बनाउने गेम हामी चाहिँ केही मेटेरियल्सहरू प्रदान गर्छौँ त्यो मेटेरियलबाट तपाईँले यहाँ भएको मेटेरियल्स प्रयोग गरेर है तपाईँसँग जे यहाँ छ त्यो प्रयोग गरेर 4वटा टिममध्येमा सबैभन्दा अग्लो टावर नम्बर 1 सबैभन्दा अग्लो बनाउने हो तर स्टिल हुनु पर्यो स्टिल हुने बुझ्नुभयो स्टिल हुने बुझ्नुहुन्छ भनेको बडी हुनु पर्यो सबैभन्दा अग्लो अब यहाँनिर चाहिँ सबैजना टावर बनाउँदैछ सबैजना आफ्नो आफ्नो तरिका चलाएर ल गाइज हामीले सरले भने जस्तो टावर सबैले बनाइसक्यो है सबैको टावर यही हो हाम्रो टिमको टावर ल गाइज गाइज ल गाइज हेर सबको हल्को ल यहाँ त डोन्ट टच ओ छुन पाउँदैन छुन पाउँदैन टाइम अप गाइज हाम्रो टप टावर नाम टप टावर नामै टप टावर लेख न एउटा विवरण देखाइदिए यिनीहरूलाई टप टावर भनेर नामै सहज मार्ग नै छ ब्रो टप टावर हाम्रो ओ सर सुन न भाइ सजिलो र सिम्पल टप टावर हाम्रो ल ए यो भन्दा अर्को त मेरै छ त हो यी ल हाम्रो टावरको नाम गाइज जगदम्ब शिवन बनायो ल गाइज यो कम्पिटिसन चाहिँ हाम्रो टप टावरले जितेको छ है अब टप टावरले जितेको खुसियालीमा हल्का म्युजिक बजाएर डान्स हान्न लागेको छ हामी ल you get going. 정해보자 호칭 어린 말고 자기 어린 뭐
गाइस हाम्रो टप टावरले जितेको छ यहाँ सबै टावरले जितेको छ यो सबै टावर बराबर हो यहाँ हुनुहुन्छ होइन ल सबजना खाना खान जानु लागेको छ ल लेट्स गो यहाँ माथि खाना खाएको खाना खाएर तल झरेको सक्यो तिम्रो मैले युट्युबमा सर्च गरेको थिएँ पुरै फ्री फायर हान्नु फ्री फायर छैन नि मेरो जिम्मा वाइटी हेर्ने चाहिँ त्यही देखाउँछ त मेरो नाम कपी गर्यो क्या गुन्जेल त्यो यसै हेर्छु त फ्री फायर यताउता देखाइरहेको थियो कि वान पिस नै माने मेरोमा त कडा थियो सर्ट भिडियो हेरेर टिकट भिडियो सबै लङ भिडियो छ त्यो बिचक्कै भाग्नु लगे हेर्नु ल खाना खान लागेको दाम लाग्यो हाम्रो सबै खानामा टमाटो छ वैसे खाना लु खानामा चाहिँ आज सर रिभ्यू हानिदिन्छु खानामा चाहिँ त्यति आइटम बाँकी छ खोइ केटाहरू कता गयो सर केटाकेटीहरू कता गयो क्या लु गाइस दिउँसोको भ्यू दिउँसो भइसक्यो नि दिउँसो भइसक्यो नि काठमाडौँ सहर हेर्दा लाग्छ रहर तर के भन्नु त्यही हो त्यसपछि त डाइलग नभन्ने म लाज लाग्छ कितको हिल साइडबाट हेरेको छ सब लगाइदिएर बिन्दासले यहाँ बाह्र पनि भ्यू हेर्दा सबजना है हाम्रो यहाँ पनि सबजना चाहिँ पुरा आइरे यतिमा को मन पर्यो कमेन्टमा भन्ने बाफ्रे ब्रो आएकै छैन खाना खायो रोड सबैजना गइसक्यो सबैजना बसिरहेको छौँ अब हामी हलतिर बढ्दैछौँ तलतिर आजजना गइसक्यो अब हामी जान बाँकी लेट्स गो अब हामी खाना खाएर तल झर्दैछौँ अलिकति हल्का जान लाग्दैछौँ हाम्रो यो बोडी राम्रो भइरहेछ यहाँ टिकटक बनाउनु हुन्छ है मेरो टिकटक त छैन तर टिकटक भिडियो चाहिँ मेरो उयसमा हेर्न पाइन्छ युट्युबमा हेर्न पाइन्छ युट्युबमा छैन मेरो टिकटक युट्युबमा छ तलबाट भिडियो हाल्छु मेरोबाट कसै बनाउँदैन टिकटक 1000+ छ